आज हामी यहाँ हेर्नुहोस् लट्टे सागको हार्भेस्टिङ गर्दैछौँ। बिहान बिहानै बादल लागेको मौसम छ, त्यही भएर अलिक बिहानै आयो र यो हामीले अस्ति रोपेको थियो। 1.5 महिना भएको छ यो सागको र यहाँ हामी अब यहाँबाट हार्भेस्टिङ गर्छौँ। यो रातो पनि छ यहाँ हैन, ठिक छ। अब यहाँ चाहिँ यसमा त हामी ठुलो ठुलो सागहरू छ यहाँ। वैसे यहाँ त झुसिमतिर पनि आउनु भएको रहेछ। हेर्नुहोस् यो आज हाम्रो सागको जग्गा भइसक्यो। राम्रो राम्रो छ, फस्टाएको बिरुवा छ। फस्टाउन दिएपछि यो हामी 4 पटकदेखि 5 पटकसम्म यसको उपयोग गर्न पाउँछौँ। र मैले ठुल्ठुलो बिरुवाहरूलाई पहिले कटिङ गर्दैछु, त्यसपछि सानो सानो बिरुवाहरूको आफै माथिबाट बढ्छ। यहाँ बिचमै हामीले काँक्राको पनि लगाएको छु। 2टा बिरुवा यहाँ छ, एउटा त्यहाँ छ। अब यहाँ एउटा थाङ्नो लगाएर त्यसलाई पनि सपोर्ट दिनुपर्छ। मैले उम्रिँदैन भनेर लागिरहेको थियो, अस्ति हालिदिएको त उम्रिनेछ। पुग्छ म्याडम यतिले? हाम्रो आजको यति जोगाड भयो। यो अर्को छाकको लागि बाँकी हामीले छोडेका छौँ। थ्याङ्क यू।